सो गाइस मलाई चाहिँ दादाले खेदियो हैन अब के गर्नु को दादाले खेद्यो र किन चाहिँ खेद्यो आउनुहोस् हामी यो भिडियोमा जान्नेछौँ म चाहिँ दादाको रुममा गएर अम्बक पनि खाएँ दारिम पनि खाएँ र भात खाँदा चाहिँ मलाई यस्तो भन्नुभयो दादाले दादा अलिकति भात हालिदिनु न उहाँ चाहिँ हो मेरो दादा रिङछेनु व्लग्स हामी पनि लिमिट पाउँछ त तेरो त अत्याचारै भइसक्यो त तेरो यस्तो बिस्तारले तल म पाल्नु सक्दैन त जा भोलि नै घर गयो यहाँ नबस अलिकति मात्रै हो अहिले म सक्दिन भाइ खाना पनि छैन कति भइसक्यो त ल खाको आम्मा छ त नि अलिकति हुँदैन भाइ जा त के भन्देको खानामा पनि आम्बो भोलि हेर निक्लिहाल बिहान हो म राम्रो भन्दैछु यहाँ नबस टेन्सन नले मान्छेलाई टेन्सन भइराख्दैन अझ टेन्सन न र त्यस्तो भनेपछि चाहिँ मलाई एकदमै रिस उठ्यो र मैले त्यतिखेर नि मेरो ब्याग स्याग प्याक गरेर म निक्लिहालेँ कहाँ जानुपर्ने हो भनेर सोच्दैछु फिलहाल म हुन त सबै सामान लिएर आएको छु होइन बस्नुको लागि मलाई अबान्डन गर्यो ठिकै छ अब दार्जिलिङ फर्किन सक्दिनँ किनभने यस्तो राति परिसक्यो सुरज डुबिसक्यो सो मैले यहाँ मेरो टेन्टहरू लिएर आएको छु मेरो टेन्ट अब म यहाँ लगाउनेवाला छु यहाँ खोलामा ठिकै छ जिन्दगीमा यस्तो यस्तो खालको दुःख पनि गरिराख्नुपर्छ हो बसिहाल्छु थाक्यो नि त्यत्रो पर हिँडेर आएको हो जिन्दगीमा टुरिस्ट स्पट पनि रहेछ नि त यहाँ अगाडि नै खोला छ यो खोलाको अगाडि लगाउँदैछु टेन्ट चाहिँ म यो चाहिँ यस्तो स्टिक छ अन्तखेरि यसलाई भित्र हाल्नुपर्छ क्या यो डल्लेमा सो गाइस टेन्ट चाहिँ रेडी भइसक्यो मेरो कति टाइम लाग्यो यो र भित्र चाहिँ के पनि छैन हो अब यतिको भुइँमा सुताइ हुन्छ आज फिलहाल हो त्यसरी सन अगाडि छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ गाइस तपाईहरुलाई थाहा नै छ लाइक म आउटडोर सुट गरिरहन्छु भनेर र तपाईहरुलाई अर्को कुरा पनि थाहा छ दैट आई युज टु स्ट्रगल विथ पिम्पल्स र पिम्पल्सहरु आउनुको कारण धेरै हुन्छ जस्तै स्ट्रेस हर्मोन र धेरै अरु कुराहरु सो मैले मेरो प्रिभियस भिडियोमा भनिसकेको छु दैट हिमालयको प्युरिफाइङ नीम फेस वाशले चाहिँ एकदमै मलाई हेल्प गरिरहेको छ बिकज इट इज क्लिनिकली प्रुभन टु रिड्युस पिम्पल इट हैज 100% naturally derived neem known for its powerful antibacterial action. It works from the very first wash. It kills 99.9% of pimple-causing bacteria. This dental cleanser is designed to remove impurities and help to clear pimples. This is soap-free, paraben-free, and has skin-friendly pH. तपाईले यो फेस वाशलाई कम्ती मात्रामा आफ्नो हातमा लिनुस् र सर्कुलर मोसनमा आफ्नो फेसमा मसाज गर्नुस् र यसलाई वाश गर्नुस् र तपाईले रिजल्ट देख्न सक्नुहुनेछ र गाइज बेस्ट रिजल्टको लागि तपाईहरुले यो फेस वाशलाई 2 पल्ट दिनमा युज गर्नुभयो भने छिटो रिजल्ट पाउनुहुन्छ र इफ तपाईहरु पिम्पल्सहरुबाट स्ट्रगल गरिरहनु भएको छ भने दिस इज अ लाइफ सेभियर फर यु दिस इज अवेलेबल अन Amazon, Flipkart, Nykaa र हिमालयको नि अफिशियल वेबसाइट र एपमा check on the link in description to get great discount र get yours now. Okay, अब चाहिँ खोला खेल्न जाउँ एक खोला खेलौँ ओके सुत्नुको लागि व्यवस्था मिलाइसके अब चाहिँ खोला सो गाइस रेडी भयो यहाँ परको लोकल आएर चाहिँ यो टेन्टहरु लगाउन दिँदैन भन्नुभयो अन्तखेरि अब दादाकोमै जाला जस्तो छ फेरि अगाडि नो पिकनिक भनेर पनि लेखिरहेको रहेछ नि त बोर्ड त्यो देखेको थिइनँ मैले र म अगाडितिरै लगाउँथेँ तर केही पनि छैन अब चाहिँ यसलाई उठाउँ ओके अघि हाल्दा पनि साह्रो परेर हालेको अब यो चाहिँ जस्ट यसलाई यसरी निकाल्नुपर्छ यसो गरेर सो गाइज यो लेखेको रहेछ नि त सो त्यही भएर चाहिँ रिक्स उठाउन चाहदिनँ फेरि हो के सोचेँ भने यत्रो टाढो आएको छु अलिकति ब्रेक त गर्नै पर्यो रुल्स होइन मैले चाहिँ यहाँ सोचेकै थिएँ नि त टेन्ट लगाएर चाहिँ यहाँ म उयो खान्छु भनेर यो लिएर आएको थिएँ 2 PM अन्त ठिकै हेर्नु न तपाईँको यहाँ अगाडि नै चुला पाएँ अब चुलामा म यो बनाउँछु ओके यस र दाउरा त म यहीँबाट खोजिहाल्छु हो
हावा चाहिँ गाइस खतरा आउँदैछ, त्यही भएर अलिक बोल्नु साह्रो पर्दैछ। तर पनि हार मान्नु हुँदैन हामी, ओके? कराई पनि देखाइदिन्छु गाइस तपाईँहरूलाई। कराई पनि मैले यहाँ लिएर आएको छु। यो चाहिँ फेरि दाजुलाई मागेर ल्याएको कराई टेन्ट पुरै के भएर आउनु त आयो, सबै दाजुकै मागेर आएको। हुनु चाहिँ कराई पनि अब यहाँ पढ्छ कि गर्दैन भने सोच्दैछु। आएको त बोल्नु त बोल्यो लक्किली हो। तपाईँले यहाँ चराको आवाज, अगाडि खोलाको आवाज सुन्न सक्नुहुन्छ। सो गाइस अब चाहिँ करेन्ट खानुपर्छ। मेरो आगो पनि धन्न बोल्यो। आई एम ह्याप्पी ह्याप्पी। टेन्सन भइसक्यो गाइस, गाडीको हो बाइकको हर्न बज्दैन हुँदैछ। किनभने अघि पनि पर खेदेको नि त मलाई, त्यो भएर डर लाग्यो। खेद्नु त खेदेको त होइन, जस्ट अब अलाउ छैन भन्नुभयो नि त। अन्त फेरि यहाँ त हुनु त बोटहरू त केही पनि छैन, तर पनि अब हल्का डर त हुन्छ होइन, त्यही भएर हो। सो गाइस मेरो यहाँ करेन्ट चाहिँ यस्तो देखिरहेको छ। वाउ, आम्बो गरममा यस्तो फुक्नु पर्दाखेरि त मर्नु हुँदो रहेछ। तात्तै भइसक्यो म है। सो गाइस वाउ, हाम्रो रेडी भयो। अथा अथा वाउ, अब चाहिँ मजाले खाइदिनु पर्छ। अघि दादाले आधीमै निकाल्यो हो, अब चाहिँ फुल भएर जानुपर्छ फेरि डिनर गर्नु चाहिँ त्यहीँ, ओके? वाउ मिठो। गाइस हात चाहिँ यस्तो भयो, यति चाहिँ खानु सकिनँ ल। अब त्यही हो, हात धोएर फेरि जानुपर्छ। ओके बाई बाई। सो आजको भिडियो तपाईँलाई मन पर्यो होला। सो सी यू नेक्स्ट टाइम, ओके?